हेर्नुहोस् है मसँग चाहिँ 52 पत्ती तास छ सर होइन हजुर हेर्न सक्नुहुन्छ तपाईँले यसमध्ये एउटा तास हजुरले चुज गर्नु होला एउटा तास लिनु त्यो आफू हेर्नु नदेखाउनु मलाई नदेखाउनु कति दुई तिनटै लिदिने एक राउन्ड पछि है एक राउन्ड पछि ल एउटा तास लिनु म फिटौँ पहिले नै ल अरे भाइ त्यहीँनिर माथि नै राखेर फिट्नु न जे गरे नि गर्नु कि क्यामेराले भ्याउँदैन भ्याउँदैन है म त तास चाहिँ मलाई खेल्नु आउँदैन त्यही पनि ल दिनु अहिले छाउँदैन होला एउटा तास उहाँलाई नदेखाउनु स्वाट झिक्ने क्यामेरामा देखाउनु न आफ्नै क्यामेरा त हो साइड ल तपाईँलाई मन लागेको ठाउँमा राखिदिनु मन लागेको ठाउँमा राख्नु नदेखाइकन नै मैले केही पनि गर्दिनँ ल केही गरेको छैन ठिक छ मुनि लहर चाहिँ नफिट्नु माथिबाट फिट्नु फेरि फिट्नु फिट्नु त्यो त अब गाइड गर्नु पत्ता लगाइदिनु हुन्छ के हो भनेर यो के हो कुरा है यो म्याजिकको कुरा हो होइन ट्रिकको हो कि म्याजिक हो कि होइन यार त्यो पनि त 52 पत्ती तासमा त्यो खेल भन्ने त ठुलो कुरा हो नि हो सरी म हो भन्छु नि म निकालिदिन्छु है त हस् हो हो त्यही हो मैले होइन भनिसु तपाईँले अब उहाँले देख्नै भएको छैन तर कसरी भन्नुहुन्छ मैले हेर्नु भएको छैन उहाँले हेर्नु भएको छैन त्यही होइन अहिले भर्खर देखाउनु भएको हो नि होइन भाइ त्यही हो नि होइन हजुर यही हो मलाई हजुरले कुन चाहिँ हो भन्नु न म त किन हो भन्छु हजुरले मलाई यो हो भनेर देखाउनु पर्यो भनेको सोधेको मैले यो त्यो ए ओके भनेपछि मैले यसो पनि गर्नु पर्यो यसो पनि गर्नु पर्यो होइन त यही होइन सबै ताले पिट्नुहुन्छ यार यो पनि होइन ल छु गरिदिनु हजुरले छु गरिदिनु के हुन्छ कि गर न क्यामेरा एकचोटि देखाइदिनु हो कि होइन ल अब दुई तिनवटा गर्ने कि सर दुई तिनवटा गरिदिउँ न त एकचोटि एउटामा मात्रै कन्फ्युजन भएको ल दुई तिनवटा निकालिदिनु अब यो के भने है अब यो 52 पत्तीबाट हो ल एउटा दुईटा तिनवटा लिनु एउटा हजुर लिनु एउटा हजुर लिनु एउटा उहाँले पनि लिनु राखिदिनुहोस् ल ल भयो हेर्नुभयो उहाँले पनि देखाउनु न निशान हेर है यहाँ मैले बिर्सिन सक्छु है ल मैले बिर्सिन सक्छु नि हेर है ल एउटा उहाँलाई राखिदिनु न यो त ल राख्नुहोस् माथि राखेर यो रञ्जन सर के हो क्या यो अब हेर्नु न मैले के थाहा यो के हो क्या यार यो मान्छे यहीँ हुनुहुन्छ ट्रिक यहीँनिर छ होइन म त केही बुझ्नु सक्दिनँ यार यो तास फिटाबाटै थाहा हुन्छ म कतिको कुन लेभलको थाहा छ तिमीले तानेको सम्झेको छौ नि यो एउटा हो सर कुनै नि होइन सो गरिदिनुहोस् होइन नि त्यो गेमको ट्रिक हो क्या भने गेमलाई इन्ट्रेस्टिङ बनाउनु परेन यो चाहिँ यो भनेपछि क्यालकुलेसन हुन्छ अब के हो यार यो मिलो तिनवटा मिलिसक्यो
मिलिसक्यो मैले 52 पत्ती मिलाउनुहुन्छ मैले बुझिसकेँ अमेजिङ सर अमेजिङ ट्रिक नेक्स्ट राउन्डमा आउनु द्याट्स अमेजिङ यो हजुरले पनि सिकिसके जस्तो देखाउँदै होइन मैले सिकाएँ मलाई चाहिँ अरूलाई देखाउन चाहिँ इन्ट्रेस्ट लाग्छ